नमस्ते सबैलाई। आज हामी आइपुगेका छौँ पशुपतिनाथ मन्दिरको दर्शन गर्नको लागि। तपाईहरूले देख्न सक्नुहुनेछ भक्तजनहरू धेरै आउनुभएको छ। यहाँ चाहिँ अब नेपालबाट नभइकन इन्डिया, बङ्गलादेश, बर्मा, म्यानमारबाट पनि मान्छेहरू दर्शनको लागि आउँदा रहेछन्। हामी चाहिँ अब दर्शन गरेर फर्किने क्रममा छौँ। हामी बाहिर निस्किने क्रममा छौँ। अहिले हामी बाहिर आउँदैछौँ। आज चाहिँ यो पहिलाको जस्तो अब यो सिधै हामी अब एक्जिट हुन सक्थ्यौँ भने अहिले चाहिँ अब यतापट्टि हामी लेफ्टपट्टिको ढोका खुलेको छ। आज परेवा धेरै उयो त हामी चाहिँ पहिला त्यो पहेँलो यतापट्टिकोबाट आउँथ्यौँ भने अहिले चाहिँ यतापट्टिबाट ल उहाँ चाहिँ अब हाम्रो बाबुराम दाइ हुनुहुन्छ। हामी चाहिँ अब बिहान पख दर्शन गर्न आइपुगेका छौँ पशुपतिनाथको मन्दिर। दाइ चाहिँ अब वैदेशिक रोजगारको सिलसिलामा बाहिर जाँदै हुनुहुन्छ। जय शम्भो दाइ। के बोलिदिनु दाइ? भक्तजनहरू आउने क्रम जारी नै छ। हामी चाहिँ अब दर्शन गरेर अब फर्किन लागेका छौँ। तपाईँहरूले यहाँ धेरै परेवाहरू देख्न सक्नुहुनेछ। ल हामी चाहिँ अब बाहिर निस्किँदैछौँ। तपाईँहरूले पर देखिरहनु भएको छ पहेँलो बोर्डमा जय श्री पशुपतिनाथ लेखेको। त्यहीँबाट हामी अब एक्जिट बाहिर निस्किनेछौँ। पहिला चाहिँ यतापट्टिको राइट साइडमा सिधै हामी निस्किन्थ्यौँ भने अहिले चाहिँ अब यो लेफ्ट साइडबाट यसरी घुमेर निस्किन पर्ने हुन्छ। सुरक्षाको कारणले गर्दाखेरि आज चाहिँ यतापट्टिको गेट खुलिएको छ। तपाईँहरू पनि अब काठमाडौँ आएको बेला चाहिँ एकचोटि पशुपतिनाथको मन्दिर दर्शन गर्न आउनुहोला। हिन्दूहरूको अब यो चाहिँ एकदम ठुलो अब मठ मन्दिर हैन, एउटा धाम रहेको छ पशुपतिनाथको मन्दिर। ल आजलाई यति नै। बाई बाई, फेरि भेटौँला।